साथ माग्नु भएको तपाईँ बुझिएन बुझेर पनि नबुझे जस्तो नगर्नुस् न राजा फर्काउने रे कता फर्काउने अघि पछि कता फर्काउने अझ मजा गर्दै गर्नुस् न राजा फर्केपछि अनि थाहा पाउनुहुन्छ फर्किने भने काठमाडौँ त होला नि कहाँ फर्किने सिंहासनमा त सम्भव छैन काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले गोकुल बासको राजा त झाटका कुरा के गर्नु झाट भनेको के हो थाहा छ भुत्ला हो भुत्लाको कुरा पनि गर्दै हो राजतन्त्र फर्काउने गणतन्त्र मास्ने खिचडी एक पाक्दैन खिचडी होइन जनताले चाहे भने यहाँ भतेर लाग्छ त्यो लागेको दिन चाहिँ सबैलाई खबर गर्नु होला अरू पार्टीका झोलेहरू पनि आउँछन् क्या खानकै लागि भयो भने मन्त्रीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया 25 लाख 16 लाख दर्शक को दिखाओ खचम खच भरे हुए हैं कैमरामैन जल्दी फोकस करो ओए बहन सामने अब कैमरामैन के सामने रहो तुम लोग यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला हो हल्लायो होला यही हल्ला छैन यही हल्ला छैन यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि राजा आउला नआउला आफ्नो ठाउँमा छ तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन अनि म चाहिँ नाचेको नाचै हामी चाहिँ हेरेको हेरे यस्तो भन्न पाइन्छ त्यही त सन्तान छैनन् भनेर त्यसरी हेप्ने हो त्यो निसन्तान त ओलीलाई किन चाहियो यत्रो देशैभित्र खानु पर्यो गणतन्त्र धोका हो केपी ओली बोका हो अश्लील असभ्य गाली गलौज छोराहरूलाई किन पाल्नु छ त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे राजा ल्याएर नि खासिने केही होइन जलवा है हमारा राजावादीहरूको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिन्न रे त्यो हेलमेट नलाएको भए टाउको फुट्ने गरी हान्थ्यो होला यताखेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध वाह आठ त तैले गरेकै होस् माने त यो भाइले बहुत डिस्टर्ब गर्यो यो भाइलाई तपाईँको कुरा छ भने आउनुहोस् त यहाँ राख्नुहोस् त एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या रक्सी खुवाएर झमेला हालिदिनलाई पठाउँछ छोरा चाउरे के गरेको यो रक्सी खाएर बिहानदेखि आन्दोलनमा हिँडिरहेको छु के आन्दोलनमा हिँडेको कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन क्या हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि अर्को जडियालाई पनि हेर्नुहोस् यहाँ प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागतको लागि म राजा स्वागत मान्छे हरायो भने पुलिसले खोज्छ यहाँ त उल्टै पुलिसलाई पो खोज्दै हुनुहुन्छ त को यार उहाँ वरिष्ठ हो यहाँको टोक्ने अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ राजा चाहिएन अहिलेलाई राजा म पनि सहिद बन्ने बन्ने त मर रन्डीको छोरा लाडो खा यस्तो हुन्छ देश विकास गर्नु पर्यो कतै रोजगारको अभाव छ यहाँ पढाइ शिक्षाको अभाव छ पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन नहीं तुम्हारे गाड़ में चलूने पढाइ शिक्षाको अभाव छ स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ रे प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि विदेश जानुहोस् नेपालमा कम त पाइन्न काम खोज्ने होइन काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ दिएको हो अस्ति एउटा टिचरले विद्यार्थीको गाला सेकाइदिएछन् तातो पन्युले त्यसमा छन् टिचरहरू तनहुको भिमाद नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन् के पारा हो म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन थाहा छैन भने यहाँ सुन्नुहोस् राजाको शासन यस्तो थियो म भन्छ राजपरिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो बोल्ने स्वतन्त्रता थिएन संगठन गर्ने स्वतन्त्रता थिएन महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन बुझ्नु पर्यो यो कुराहरू किनभने महिलाहरू त राजा ल्याउनुपर्छ भनेर उफ्रिँदैछ नि त जब देश संहार हुन्छ तब महिला उठ्छन् अब
15 वर्षमा के बनाइदिनु भयो त? कुन ठाउँ बेच्नु भएको छ? खोला नाला सबै बेचिसके। यो पारी चाहिँ छैन है। हाम्रो नेपाल भन्नु बाबु। हजुरले सबै पहिला नेपाल हाम्रो सरकारले बेच्यो क्या? सिनेमा सरकारले बेच्मा। राजा ल्याउनको लागि आओ। ल्याइस राजा। राजालाई यहाँ नारायण हिटीमा ल्याउँदै छ। किन ल्याउने तर? राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउन। नेपाललाई नेपाल बनाउने भनेर अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि? यूपी के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे। म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु। के बिग्रिन्छ त? मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ, जो रात दिनै तपाईँको जाँड धोगेर आफ्नै सेलिब्रेटी बेच्न खोज्छ, त्यसले राजा खोज्दैन। बस त्यति भएर सुन्नुभयो नि उहाँको लोजिक। जसले राज संस्थाको विरोध गर्नुहुन्छ उहाँहरू सबैजना जडिए आफ्नो सेलिब्रेटी बेच्नेहरू हो। को हुनुहुन्छ तर कमेन्ट गर्नुहोस् त। हामीलाई राजा चाहिन्छ। राजाले के गर्यो भन्छन् क्या कहिले? त्यही त सबैले राजाले के गर्यो भन्छन् होइन। आज भनिदिनुहोस् त के गर्नुभयो? मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो, त्यही ठुलो कुरा हो नि। 65-66 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे, किनकि यो देशमा रोजगारी थियो, कल कारखाना थियो। पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे। विराटनगर जुट मिल थियो, हेटौडा टेक्सटाइल थियो, भिरकुटी काज कारखाना थियो। र आज के भयो? सरबका सब बन्द गर्ने। हामी कदापि यो भ्रममा नपरौँ कि विगतमा नेपाल ठिक थियो भनेर। विगतमा नेपाल ठिक थिँदै थिएन। एउटाले एउटा भन्छ, अर्कोले अर्को। कसको चाहिँ कुरा विश्वास गर्नु त हामीले? जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन्। पहिलाको नेपाल त गोल्डन एरा भन्छन्। कसको लागि गोल्डन एरा? राणाको लागि कि राजाको लागि? नेपाल कहिले पनि धनी थिएन, कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन। गोल्डन एरा त अहिले चलिरहेको छ बरु। किलोका किलो सुन सामान दिन्छ एयरपोर्टबाट। नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन। यो राजाको बेला विकास छैन भन्ने मुजिहरुलाई नि मैले भन्छु, त यहाँ चिक्ने पनि 20 वर्ष पहिला फुसीको डल्लो थिइस्। काका के भयो? किन हाँसेको? मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो नि। धेरै खुसी नहुनु, त्यो सबै राप्रपाले गर्दा आएको रे। अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको होइन अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई। अगाडि गएर भिडमा फोटो खिचेर हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको रे यत्रो भिड। त्यतिकै हावामा हुन्छ। अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन? यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन्। नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको। यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ। राजा ल्याउँछु भन्नेहरू नै मिल्नु हुँदो रहेछ। के राजा ल्याउनुहुन्छ त यार? अनि यिनीहरूले राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ? राजा र गफ गर्दै सुरु दरबार भित्र पस्यौँ भने के गर्छ नि? खै कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे? म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो नि नारायण हिटी छिराउने। राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि? केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ, नारायण हिटीमा छिराउँछौँ, सिरपेज लगाउँछौँ। त्यो सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो जले छेडिन्छ। हामीले त राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने हो। जस्ती गर्न खोज्यो भने नेपाली जनतालाई यो सही हो। हामी जनताले दिएको छ ल्याउँछौँ। जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन। काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी। त माया चिक्नी बोलेर हुन्छ मुजी। If a king has to come, why does have it be like ज्ञानेन्द्र शाह? Please make someone else a king. किन ज्ञानेन्द्र शाह चाहियो? अरू राजा भन्न सक्दैन? हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ। लिलबुदालाई राजा बना। तेरी माया चिक्नी रन्डीको छोरो। तमाया चिक्नी कुत्ता साला कुकुर। लिलबुदा दाइ, लिलबुदा राजा भन, रन्डीको बा। त मुझ त गेडा होस् त। राजा हो म। कसरी राजा? हजुर को हो र? जङ्गबहादुरको दोस्रो रूप हो। हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसले पट्याउने? नवत्या जुङ्गा हेड। जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि। पारसको देख्नु भएन त्यत्रो जुङ्गा? पारसले गाजा खायो। तेरो गाजा खाइरहेको छु माछिङे मैले। गाजा खानु ठिक हो। कसरी हो? घुस खानु भन्दा गाजा खानु ठिक हो। भनेपछि पारस ठिक हो भन्न खोज्या हो? अहिलेको पारस शाह वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो, जसको कुनै एम्बिसनै छैन। साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो। पारस यो सत्ता र यो परमानेन्टको लागि लायकै छैन। राजा आइसकेको छ। कहाँ छ? आउँदै हुनुहुन्छ। मेरा प्यारा देशवासीहरू, तपाईँहरूलाई पशुपतिनाथले कल्याण। 5वटा मात्रै राजा रहनेछन्, एउटा बेलायतमा र 4वटा खेल्ने तासमा। अनि त्यो खेल्ने तासमा 2वटा जोकर पनि हुन्छ। एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ। हामी राजा बजेर राजा फर्काउने
पर्छ के गर्न राजा फर्काउने हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको हजुरले पो चस्मा लाउनु भएको छ आँखा कमजोर छोरा देख्नुहुन्न हामीले त देख्छौँ को राजा राजा ज्ञानेन्द्र शाह त हुन थाहा छ नि तपाईलाई ज्ञानेन्द्र त फटा हो आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हो हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा ज्ञानेन्द्र कहाँ एउटा छोरो पाल्न छैन यदि राजा खानु पाइन्छ राजाबाडी भएर के भनेको थियो तपाई त राजावादी हो तर राजाबाजी हो पृथ्वीनाथ शाहबाजी हो वीरेन्द्रबाजी हो महेन्द्रबाजी हो ज्ञानेन्द्रबाजी होइन मुकुन्दजी हजुरले भनिदिनुहोस् त के भन्न चाहनुहुन्छ यो विषयमा राजतन्त्र सामन्ती संस्था हो त्यो सिद्धिसकेको नर्क हो त्यो पनि वीरेन्द्रको राजतन्त्र भएको भए जितेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे सहन्थे पनि अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन राजा चाहिएन अहिलेलाई राजा आऊ के बचाऊ अब यो राजेन्द्र केटाकेटीको कुरा सुन्नु भन्दा नि बरु बाजेहरूको कुरा सुनौँ न के भन्नुहुन्छ राजा ल्याउन पार्ने हुन्थ्यो यसरी लुकेर खाँदैन राजा भए पो राजा हुने राजा त ज्ञानेन्द्र राजा भनेको वीरेन्द्र मात्रै हो वेदको राजा वीरेन्द्र हो वीरेन्द्रलाई पो लगेर चलाइयो त ज्ञानेन्द्र त जिउँदैछन् वीरेन्द्रलाई फर्काउनु स्वर्गबाट ल्याउनुहोस् ल हामी मान्छौँ Oh, that was a really funny video. Cut. Very nice series.